अगाडिको भिडियोमा हालेको थिएँ नि मैले त्यो यो चाहिँ डल्ला नपारेको पोको नपारेको लसुन भयो नि। यो चाहिँ पोको पारेको अगाडिको भिडियोमा पोको पार्दा कस्तो राम्रो देखेको थिएँ नि है। अहिले चाहिँ यहाँ हेर्नु न यस्तो नराम्रो देख्दो रहेछ कि तर मैले नि युट्युबमा टिकटकमा देखेर गरेको हो बनाउँदा चाहिँ। तर यो पोको पारेर नपारे के फरक खायो नि बहिनी त के हो त यस्तो के हो यस्तो हेर्नु त के हो यस्तो सबै पोको पारेको यता छ यो चाहिँ फेरि निस्केछ यस्तो नि के हो यस्तो पोको पारेको नपारेको भएछ के गर्ने होला नि। अब यो के भयो त अर्थ के भयो त यसो पोको पारे अर्थ के भयो खोइ अब हुन्छ कि हुन्न त्यो चाहिँ मलाई थाहा छैन। मैले अगाडिको भिडियोमा अरूको देखेर गरे हो भनेको थिएँ नि। ल ठुलो पनि यस्तै खालको पोको पार्यो अनि यस्तो भयो सबै निस्क्यो हेर्नु त भिडियो हालेको थिएँ नि पोको पारेको ल होइन के काम त यस्तो सबै निस्केर हुन्छ कि हुन्न त्यो चाहिँ थाहा छैन। बेकारमा राम्रो हल भएको लसुन पोको पारेर यस्तो बिजोग बनायो त्यही पनि हेर बिचरा गाह्रो भई निस्केछ पोकोबाट यस्तो नि। तर मैले अहिलेसम्म लसुन रोपेँ नि तर यस्तो चाहिँ भएको थिएन कि यस्तो एउटा रुखबाट दुई तिनवटा एउटा दुईवटा तिनवटा होइन 4वटा यस्तो हुन्छ। मेरो अहिलेसम्म लसुन रोपेर यस्तो भएको थिएन कि यहाँ हेर्नु के बिजोग होला यो सबै यस्तै भएछ कि यस्तो यस्तो फेदबाट यस्तरी निस्किन्छ के भएको होला यस्तो यता अर्को पनि छ कि नपत्या पहिला मैले लसुन रोप्दा यस्तो हुने थिएन क्या यस्तो दुई तिनवटा हेर्नु त झन् के हो यस्तो सबै यस्तो भएछ किन होला अहिलेसम्म लसुन रोपेर यस्तो भएको थिएन कि साथीहरू हेर्नु के भएको होला यस्तो। अब यो हावादारी हो कि साँच्चीकै हो कि साँच्चै नै हो जस्तो लाग्यो। मैले नि पोको पारिहालेँ अहिले यति राम्रो लसुनलाई बिचरा निस्किनु कम त गाह्रो लाग्ने होइन त।